हेलो गाइज हामी कहाँ छौँ अहिले हामी चाहिँ यो सेकेन्ड टाइम बन्दीपुर आएको अन द वे टु सिद्धकोफा पहिलाको पालि 2017 मा आएको थियौँ हामी नोभेम्बर महिनामा आएको होइन 17 मा जाडो सिजनमा आएको थियो अहिले जुन महिनामा आएको छ एकदम गर्मी पसिना पसिना बगिरहेको छ यस्तो एडभेन्चरस टुर भइरहेको छ जङ्गल घुमिरहेको छौँ हामी यहाँ यसरी यस्तो के हो यो होइन अब हामी चाहिँ यो गुफातिर जानु लाग्यो के गुफा रे हाम्रो सिद्ध गुफातिर जानु लाग्यो यो भर्याङ जस्तो बाटो हो कि के बाटो हो अलिकति बाटो तलतिर नि हेरेर जानुपर्छ होइन ठिकै छ अब केटाहरूको यो सेकेन्ड ट्रिप कस्तो भइरहेछ त बन्दीपुर ट्रिप खै त हामी यो अहिले सिद्धकोफा जान लागेको एउटा हाइकिङ जस्तै हिसाबले आएको लामखुट्टेले टोक्यो तर एकदम केयरफुल भएर जानुपर्छ यहाँ लड्ने सम्भावना पनि अलिक धेरै छ ठिकै छ एक्सपिरियन्स सुन्न ल कस्तो अब कतिको रमाइलो भइरहेछ त रमाइलो भइरहेको छ यसपालि आएर अब नयाँ नयाँ ठाउँ घुम्न पाइरहेको छ त्यही हो ल ठिकै छ सन्जोगको एक्सपिरियन्स सक्यो सन्जोग श्रेष्ठ हाम्रो प्रकाशजी हुनुहुन्छ प्रकाशजी केही भनिदिनुहोस् मलाई साह्रो रमाइलो आएको छ हाम्रो सन्जोग सरले यसपालि ठुलो दुःख गरेर हामीलाई बिदा मिलाएर आउनुहुन्छ त्यसले गर्दा मुस्ताङ ट्रिपमा छुट्टिनु भयो उहाँ साह्रै आउनु भएन होइन गर्मी नचाले हल्का तनाव गर्मी त धेरै नै भइरहेछ एकदमै गर्मी भइरहेछ ओभरअल रमाइलो छ र हामी सोचिरहेको छौँ कि हामीलाई यसपालिको ट्रिप पनि रमाइलो भयो हाम्रो हरेक ट्रिप रमाइलो भएको छ यसपालि पनि रमाइलै हुन्छ होइन त अब यताबाट ओर्लेर हामी अर्को बाटो फर्किन्छौँ हिँडेरै फर्किन्छौँ नभए गाडीमा पनि आउनुपर्छ ल ठिक छ केटाहरू अब हाम्रो हामीसँग को छ सुरेन्द्रजी हुनुहुन्छ सुरेन्द्र हजुर केही भनौँ दुई शब्द जाओस् तपाईँको पवित्र शब्दहरू पवित्र मुखबाट पवित्र मुखबाट एकदम रमाइलो भइरहेछ अहिले हामी तल सिद्ध गुफामा जाँदैछौँ अनि त्यही हो अब बेलुका बसेर क्यामेरामा नि हेरिदिउँ न एकचोटि भोलि बिहान निस्किने प्लान छ त्यति हो ठिकै छ अब हाम्रो हिरो सन्दीपजी केही भन्न चाहनुहुन्छ रमाइलो भइरहेछ बाटो एकदम गाह्रो छ त्यही हो यसपालि त आउनु पनि गाह्रो भयो हामीलाई बाइकमा आउनु पनि धेरै पसिना के अरे धेरै घामले गर्दाखेरि तातो हावा आइरहेको थियो बाइकमा आउँदाखेरि पनि एकदम आगोमै बसे जस्तो भइरहेको थियो होइन त्यही भएर अहिले हेर्नु मेरो पनि पसिना यस्तो बगिरहेछ एकदम ल अब हाम्रो एकजना विकास भाइ हुनुहुन्छ उहाँ पनि हाम्रो रेगुलर मेम्बर हो जहिले पनि उहाँको पनि केही दुई शब्द सुनिदिउँ ल विकास भाइ साह्रै रमाइलो लागिरहेछ मलाई पनि रमाइलो भइरहेछ है पहिलाको टुरमा पहिलाको हाम्रो बन्दीपुर ट्रिपमा र अहिलेकोमा चाहिँ के डिफ्रेन्ट पाउनुभयो तपाईँले अहिलेकोमा के डिफ्रेन्ट पायो भने पहिला हामी अलि ढिलो पुगेका थियौँ अनि बस्ने गरी मात्र आएको थियौँ आज यसपालि चाहिँ पुरा टाइम बिताउने आएको छ बाटो उता नि छ यहाँ दुईवटा बाटो रहेछ फेरि विकासजी है हजुर त्यही बाटो आयौँ है ट्रिपहरूले ल त्यही भएर रमाइलो भइरहेछ है अब यो रमाइलो चाहिँ अलिक कन्टिन्यू गरेर कन्टिन्यू नै हुनेछ भोलिसम्म कन्टिन्यू हुन्छ हाम्रो यो रमाइलो चाहिँ होइन त ठिकै छ म चाहिँ शैलेश झ्यापु मेरो यहाँ जुत्ता एकदम चिप्लेर गाह्रो भइरहेछ मलाई पनि हिँड्न अँध्यारो भयो नि त म कालो मान्छे झन् अँध्यारो पो आइछ है ल ठिकै छ अहिलेलाई चाहिँ हामी साइन अप गर्छौँ फेरि पनि आउँछौँ हामी धन्यवाद हेलो गाइज आज हामी अब यो बन्दीपुरको हाम्रो सेकेन्ड बन्दीपुर ट्रिप सकाएर गोर्खा आएका छौँ गोर्खा अब दरबार घुमेर आइसक्यौँ हामी अहिले चाहिँ गोर्खा म्युजियममा छौँ एकदम रमणीय प्लेस एकदम राम्रो छ यो चाहिँ हाम्रो सङ्ग्रहालय भयो यो चाहिँ होइन यहाँको इन्भाइरोमेन्टहरू राम्रो छ एकदम यहाँ ग्राउन्ड के अरे त्यो पनि छ गार्डन छ ल केटाहरू हाम्रो बन्दीपुर ट्रिप सक्यो यो हाम्रो गोर्खाको फर्स्ट ट्रिप हो होइन पहिलोपटक हामी ग्रुप यहाँ गोर्खामा आएछौँ रमाइलो भइरहेछ नि होइन त हजुर सन्जोग भाषा गोर्खाको एक्सपिरियन्स कस्तो रह्यो त गोर्खाको एक्सपिरियन्स रमणीय भयो अब फेरि पनि आउनु पर्छ दरबार चाहिँ अब भत्काइरहेको भएर त्यो भूकम्पपछि दरबार भत्कायो भएर चाहिँ दरबारमा भित्र चाहिँ घुम्न पाएन दरबारभित्र जानु पाएन र अहिले चाहिँ अनि बाहिरबाट दरबार हेरेर आयौँ अनि गोर्खाली मन्दिर गयौँ हामी होइन अब गोर्खा घुमेर हामी अब काठमाडौँ फर्किँदैछौँ ल अब एक्सपिरियन्स एकदम राम्रो भइसक्यो होइन त एक्सपिरियन्स एकदम राम्रो भयो ठिकै छ अब सन्दीपजी गजब छ है अरू केही भन्न चाहनुहुन्छ गजब मात्र हो ल ठिक छ अनि हाम्रो विकासजी
गोर्खाको यात्रा साह्रै रमाइलो भइरहेछ। अब लगभग हाम्रो यो यात्रा टुङ्गिने नै भइसक्यो। अब लास्ट यो म्युजियम हेरेर र म्युजियम काठमाडौँ फर्किन्छौँ हामी अब दरबार अनि मन्दिरहरू दरबार घुमिहाल्यो, घुमिहाल्यो, गोर्खाली मन्दिर मन्दिर घुमिहाल्यो। घुमिहाल्यो। त्यही हो, रमाइलो भयो ओभरअल ट्रिप। विकासजी खोइ विकासजी कहाँ जानुभयो विकासजी? ल केही भन्नु, 2 शब्द जाओस्। अहिलेसम्म एकदम रमाइलो भइरहेछ, राम्रो भइरहेछ। गोर्खा कस्तो लाग्यो त? गोर्खा पहिलोपटक भिजिट? रमाइलो लाग्यो, पहिलोपटक आइयो, धेरै खुसी भइरहेछ। माथिसम्म दरबार पनि हेर्यो अनि त्यही हो। अब अगाडि हामी अगाडि बढ्दैछौँ। अब यो सङ्ग्रहालय घुमेर हामी चाहिँ अब आफ्नो बाटो लाग्नेछौँ। प्रकाशजी के भन्न चाहनुहुन्छ? के भन्न चाहन्छु भनेपछि म अब त्यही हो, अब हामी फर्किने क्रममा यसो गोर्खा पनि छिरेर दरबार घुमेर जाने विचार थियो। अनि यसो अब त्यही क्रममा हामी म्युजियम घुम्दैछौँ। अनि यसपछि जस ओभरअल ट्रिप रमाइलो भयो। अब यसपछि गोर्खा रमाइलो छ है, गोर्खा रमाइलो यहाँको यो झन् सङ्ग्रहालयको यो पनि राम्रो रहेछ है, भ्यूहरू राम्रो छ। हामी फर्किने विचार गरिरहेको छौँ यहाँबाट। ल ठिकै छ। ल म शैलेश, अब हामी जाँदैछौँ है। ठिक छ, एरियाहरू हेरौँ सबै। अब भित्र गएर हामी यसो सङ्ग्रहालय घुम्नेछौँ होइन। ठिकै छ, ओके, सी यू, बाई।